धन्यवाद सम्मानीय सभामुख महोदय। म आज यो सम्मानित सदनमा निकै पीडाका साथ गहिरो भावनासहित लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध भएर बोल्दैछु। वैशाख 17 गते जुन दिन पार्टी एकताको घोषणा थियो त्यो दिन म स्वयं बिरामी भएर कार्यक्रम स्थलमा पुग्न पाइरहेकी थिएन। तर म जुन खबरले स्तब्ध भए, अस्पतालमै चकित भएँ, त्यो थियो माननीय रेशम चौधरीज्यू, मेरो आफ्नै क्षेत्रको पूर्व जनप्रतिनिधि, नागरिक उन्मुक्ति आन्दोलनका प्रतीक, एक नेता जसलाई राज्यले कार्यक्रम सुरु हुन पूर्व नै एउटा कर्मचारीको व्यक्तिगत आक्रोशको आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गर्यो। रेशमजी आज पूर्व सांसद हुनुहुन्छ, तर जनताको माया उहाँप्रति उत्तिकै गहिरो छ। उहाँ प्रतिनिधित्व गर्नुभएको आवाज अझै पनि जनताको अन्तर्मनमा गुन्जिरहेको छ। म सरकारमै छु, हामी सत्ता पक्षमै छौँ, तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो, प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु, यही हो लोकतन्त्रको मर्म। आज म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु, कसरी एक निर्वाचित प्रतिनिधि जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्? कसरी राज्यका संयन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसिभीलाई कानुनभन्दा माथि राख्छन्? सम्माननीय सभामुख महोदय, म यहाँ आक्रोश होइन, आग्रह लिएर आएकी छु, आग्रहपूर्वक उपस्थित भएकी छु। सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु, यो घटनाको गहिरो अध्ययन होस्, किनभने यहाँ केवल एकजनाको गिरफ्तारी होइन, सङ्घीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ। म यो सदन मार्फत सरकारसँग माग गर्दछु, वैशाख 17 गतेको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीज्यू प्रति भएको व्यवहारको सार्वजनिक जवाफ दियोस्। हामी जवाफको प्रतीक्षामा छौँ। भावी दिनमा जनप्रतिनिधिमाथि यस किसिमको व्यवहार पुनः नदोहोरियोस् भन्न प्रत्याभूति गर्न चाहन्छु। अन्त्यमा म एउटा श्रीमती, एक राजनीतिज्ञ र एक आम नागरिकको नाताले यो सदनसँग यति मात्र अनुरोध गर्न चाहन्छु, लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् र सत्यप्रति सरकारको जवाबदेहिता नटुटोस्। धन्यवाद। जय नागरिक। माननीय सदस्य कान्तिका सेजवाल 2 मिनेटभित्र आफ्नो कुरा राख्नु होला। सम्माननीय सभामुख महोदय, 21 गते आइतबारको दिन एउटा सामाजिक सञ्जालमा र अन्नपूर्ण पोस्टमा मैले न्युज पनि हेरेँ र उक्त पीडित पक्षको भिडियो पनि हेरेँ। उनी थिए मुगु जिल्ला छायानाथ नगरपालिका स्थित 14 सुम्ली गाउँका 26 वर्षीय दीपराज भण्डारी। 1 वर्ष अगाडि रोजगारीको सिलसिलामा उनी दुबई पुगेका भण्डारी हाल व्यवहारिक अवस्थामा भेटिएको र उक्त सूचना दिने त्यहाँ जानुभएका एकजना भाइ हस्तबहादुर भण्डारी वाइबाले हामीलाई सूचना दिनुभयो। उहाँले के भन्नुभयो भन्दाखेरि, यो बोल्न पनि सक्दैन, उनीसँग पासपोर्ट डकुमेन्टहरू पनि छैन, केही पनि छैन, यो घर कहाँ हो भन्दाखेरि मुगु जिल्ला सुम्ली गाउँ 14 वडा नम्बर 14 मात्र भन्नुभयो। उहाँ 3 महिनादेखि अलपत्र हुनुहुन्थ्यो। उहाँलाई चिन्नुहुने सबैले यो भिडियो सेयर गरिदिनु होला र नेपाल सरकारसँग पनि पुर्याइदिनु होला भन्नुभयो। र उक्त भिडियो हेरिसकेपछि उहाँका बाबुआमाले नेपाल सरकारसँग आग्रह गरिदिनुहोस्, मेरो छोरो 26 वर्षको छोरोलाई उद्धार गर्नका लागि आग्रह गरिदिनुहोस् भनेर मलाई भन्नुभएको थियो। त्यसै सूचनाको आधारमा सभामुख महोदय मार्फत नेपाल सरकारको सम्बन्धित मन्त्रालयको उक्त दीपराज भण्डारीको उद्धारका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। सामान्य सभामुख महोदय, हिजो संसद सकिएर घर गएपछि न्युज हेर्दा यो क्रिकेट रङ्गशालाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको पहल कदमीको समाचार सुने। परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्त्वपूर्ण कुरा हो। सम्माननीय प्रधानमन्त्रीज्यूले शपथ ग्रहणसँगै 3 महिनाभित्र 300 दिनभित्र त्यो परियोजना क्रिकेट रङ्गशाला बनाउने काम सम्पन्न गर्ने भन्नुभएको थियो, निर्णय गर्नुभएको थियो।
त्यो अवधि सकिनु 2 दिन अगाडि उहाँले त्यो परियोजना किन सम्पन्न भएन, अब कति समय लाग्छ भन्ने कुराको व्यापक छलफलपछि यो 2 महिनाभित्र सम्पन्न गर्ने गरी पुनः काम सुरु गर्ने र यसलाई निर्णय भएको छ र यो सकारात्मक सन्देश हो। 2 महिनामा यो सम्पन्न हुन सकेको भने त्यसले ज्यादै राम्रो कुरा हुनेछ। हामी यो संसदमा छौँ, यो नीति तथा कार्यक्रमको बहस नयाँ संसद भवनमा हुनुपर्ने हो। गत वर्ष स्वयं सम्मान्य सभामुखज्यूले त्यहाँ अनुगमन गर्नुभएको, सम्मान्य राष्ट्रपति महोदयले अनुगमन गर्नुभएको, समितिहरूले पटक पटक अनुगमन गरेको र अस्ति मात्रै हामी समितिबाट अनुगमनमा जाँदा चैत्र 18 गते त्यो अन्तिम म्याद फेरि सकिएको रहेछ। अब फेरि त्यसको म्याद थप्ने वा क्यान्सल गर्ने, म्याद थप्दा कति समय थप्ने, अब म्याद थप्दाखेरि त्यो फेरि तोकिएको समयमा त्यो सम्पन्न हुन्छ कि हुँदैन। यो यत्रो संसदको सिंहदरबारभित्रको यत्रो महत्त्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, परियोजनाको विश्वास र त्यसले देशभरि दिने सन्देश ज्यादै महत्त्वपूर्ण हुन्छ। त्यसकारणले यो सत्तापक्ष प्रतिपक्ष भन्दा पनि यो सिङ्गो संसदको ध्यानको विषय हो, स्वयं सभामुख महोदयको ध्यानको विषय हो र म चाहिँ अब यदि म्याद थपिने हो भने त्यो म्याद कति दिन थप्ने, थपिएको समयभित्र त्यो पुरा हुन्छ भन्ने कुराको सुनिश्चितता गर्ने, त्यो पुरा भएन भने त्यो अवस्थामा को जिम्मेवार बन्ने भन्ने कुराको सुनिश्चितता सहित यसको साङ्गोपाङ्गो हुने गरी यसको अन्तिम निर्णय हुने परिस्थिति। पूर्णबहादुर घरती मगर 2 मिनेटभित्र राख्नु होला। सम्मान्य सभामुख महोदय, देशमा संघीयताको घोषणा सँगसँगै संघीयताले 2वटा जिल्लाहरू चाहिँ थप गर्यो, नवलपरासी पूर्व र रुकुम पूर्व। तत्कालीन साबिकको एकीकृत रुकुमको इलाका प्रशासन कार्यालय रहेको रुकुम कोटमा रुकुम पूर्वको जिल्ला सदरमुकाम स्थापना गरियो, प्रमुख जिल्ला अधिकारीको कार्यालय स्थापना गरियो र तत्कालीन प्रधान न्यायाधीशज्यूबाट जिल्ला अदालतको उद्घाटन पनि भयो र स्थानीय चुनाव पनि सम्पन्न भयो। तत्पश्चात सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेपछि तत्कालीन सरकारले प्रदेशका अस्थायी राजधानीहरू सँगसँगै रुकुम पूर्वको जिल्लाको सदरमुकाम पनि गोलखाडा भन्ने ठाउँमा घोषणा गर्यो, जसका कारणले गर्दा जिल्लामा विवाद सुरु भयो। सर्वोच्चमा मुद्दा पर्यो, मुद्दा चलिराखेकै सन्दर्भमा सबै पालिकाका अध्यक्षहरूसहित जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको रुकुम कोटमा रहेको चाहिँ जग्गामा एकीकृत सरकारी भवन निर्माण गर्ने निर्णयका आधारमा शहरी विकास मन्त्रालय अन्तर्गतको दाङ कार्यालयबाट टेन्डर आह्वान भई त्यो काम चाहिँ सुरुवात भयो। तर त्यही समयमा सर्वोच्च अदालतले रुकुमको पूर्ववर्ती सरकारले गरेको निर्णयलाई खारेज गरेर आएको सन्दर्भमा फेरि एउटा विवाद सुरु भयो र त्यो निर्माण कार्य चाहिँ का बारेमा स्टे अर्डरका लागि चाहिँ साथीहरूले निवेदन दिनुभयो र अहिले सर्वोच्चले त्यो एकीकृत भवन निर्माण कार्यलाई स्थगित गरेको छ र हिजो साँझ मात्रै निर्माण कार्य सम्पन्न गर्ने व्यवसायी र त्यहाँ काम गर्ने मजदुरहरूले हामीले चाहिँ यसको चाहिँ ज्याला नपाउँदाखेरि हामीले परेको मर्काका बारेमा कुरा राखेको हुनाले यसले एउटा समस्या सिर्जना गरेको छ। एकातिर ती मजदुरहरूले आफ्नो ज्याला नपाउँदाखेरि अलपत्र परेका छन् भने त्यो स्थगित हुँदाखेरि त्यो पूर्वाधार सम्बन्धी काम चाहिँ अलपत्र पर्ने अवस्था छ। वर्षेनी सरकारले सदरमुकामको लागि छुट्याएको बजेट अलपत्र पर्ने अवस्था छ, त्यो खर्च नहुने अवस्था छ। त्यसो भएकाले म यही नीति तथा कार्यक्रममा र अहिलेको आर्थिक माननीय सदस्य मनिष झा। सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। जानकी, सीता, मिथिला, वैदेही, भूमि, पार्थवी, जनकनन्दिनी यो सबै एकैजनाको नाम हो, जानकीको। र हामीले विभिन्न ठाउँमा यो सगरमाथाको देश, यो बुद्धको देश भन्दै गर्दा यो जानकीको पनि देश हो, जन्मभूमि हो भन्न छुटाइरहेका हुन्छौँ। त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौँ। खोइ कता जन्मिएको रामको रामनवमीमा चाहिँ हामी बिदा दिइरहन्छौँ, तर आफ्नै भूमिमा जन्मिएका जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहिँ हामी बिदा दिँदैनौँ। यो लगभग 10 वर्ष दौरान 2 वर्ष चाहिँ दिइएको रहेछ बिदा, तर अहिले हालसाल हामीले हटाएको छौँ। यो राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिँदैन। अब
मन्त्री परिषदमा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेका छौँ। भएको एउटा मन्त्री पनि घट्न जानुभयो। त्यसरी नै अब महिलाको नाममा हामीले पाउने उपमाहरू पनि कमजोर रूपमा प्रस्तुत भइरहेको छ। के हामी कुरिराखेको छौँ कि दक्षिणतिरको छिमेकीले कुनै दिन जानकी पनि हाम्रैतिर जन्मिगयो भनेर क्लेम गरिदियोस्? त्यसैले गर्दा यसमा अलि गम्भीरताको साथ सबैको ध्यानाकर्षण चाहन्छौँ। साथै सम्मान्यज्यू, हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौँ। हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधव कुमार नेपालज्यूको पनि बयान लिँदैछ भन्ने सुन्दैछौँ। अब के सिके राउत प्रति आक्रमण हुन्छ कि? त्यसैले गर्दा यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेको छौँ, गम्भीरताको पूर्वक लिइरहेको छौँ र सधैँ चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौँ। धन्यवाद। प्रभु शाह। सम्मानीय सभामुख महोदय, आज माता सीताको जन्मदिन जानकी जयन्तीको अवसरमा म सबैमा हार्दिक शुभकामना भन्न चाहन्छु। म सरकारसँग सोध्न चाहन्छु, जानकी जयन्तीबारे सरकारलाई थाहा छ कि छैन? श्रीरामको जन्मदिन रामनवमी हामी मनाउँछौँ, त्यो खुसीको कुरा हो, सरकारले बिदा पनि दिन्छ। तर जानकी जयन्तीलाई किन व्यवस्था गरेको भने प्रश्न गर्न चाहन्छु कि अहिलेको 21औं शताब्दीमा लैङ्गिक विभेद गर्न मिल्छ? एउटा राष्ट्रिय विभूति सीता जो नेपालको गौरव हुन्, उहाँको सम्मानलाई व्यवस्था गर्न मिल्छ? म सम्मानीय प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईँ आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ, सीताको जन्मदिन कसरी बिर्सनु हो? दुनियाँका विदेशका व्यक्तित्वहरूको जन्मदिनमा हामी के न गर्छौँ र हाम्रै देशको राष्ट्रिय विभूतिको जन्मदिनमा व्यवस्था हुँदा यसलाई कसरी लिने नेपाली जनताले? म कुनै बेला अहिलेको सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीकी क्याबिनेटमा थिएँ र मैले धेरै प्रयास गरेँ, बिदा नदिए पनि क्यालेन्डरमा ठाउँ दिनुहोस् ताकि नेपाली जनतालाई थाहा होस् सीता जन्मेको डेट के हो। कयौँ व्यक्तित्वहरू हाम्रा जन्मे तर त्यसका डेट थाहा छैन, तर सीताजीको जन्मदिन त सबैले थाहा छ। त्यसलाई इन्ट्रो गर्न पनि मान्नु भएन। मैले नेपाली काङ्ग्रेसलाई भन्न चाहन्छु, अहिले त तपाईँहरू त्यहाँ हुनुहुन्छ क्याबिनेटमा, अलिकति विचार गर्नुहोस्। राष्ट्रिय विभूतिको अपमान गर्ने छुट कसैलाई छैन। त्यसैले राष्ट्रिय विभूति यदि हामी स्वीकार्छौँ, सीता नेपालको गौरव भने मान्छौँ, लैङ्गिक विभेद पनि हामी स्वीकार्दा हाम्रो संविधानले लैङ्गिक विभेदलाई अन्त गर्नु भनेको छ। अनि किन यो विभेद भन्ने देखिन्छ? एउटै श्रीमानको जन्मदिन मनाउने र श्रीमतीको जन्मदिनलाई व्यवस्था गर्ने यो हामीलाई स्वीकार्य छैन। यसमा सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। आउने वर्षको क्यालेन्डरमा सीता जयन्ती होस्। आज सीता जयन्तीको अवसरमा सरकारी एक्टिभिटी छैन। सरकारी एक्टिभिटी सहितको यो उत्सव जन्म जयन्ती नेपाली जनताले थाहा पाओस्, नेपालबाट यसको अभियान अगाडि बढोस् भन्ने म शुभकामना पनि दिन चाहन्छु, ध्यान आकर्षण गर्न पनि चाहन्छु। धन्यवाद। माननीय